के तपाईँ यो क्वेसन 5 सेकेन्डमा गर्न सक्नुहुन्छ? यदि सक्नुहुन्न भने हामी यसको ट्रिक सिकौँ। ट्रिक के छ भने 85 × 36 85 × 36 गर्नु छ हामीलाई। अब यसमा हामी के गर्छौँ भन्दाखेरि सुरुकोलाई सुरुसँग मल्टिप्लाई गर्छौँ, सेकेन्डकोलाई सेकेन्डसँग मल्टिप्लाई गर्छौँ। भन्दाखेरि 5 × 6 भनेको 30, 8 3 8 × 3 भनेको 24, 8 3 24 भयो हैन। अब हाम्रो यो त भयो फर्स्ट स्टेप। अब सेकेन्ड स्टेपमा के गर्छौँ भन्दाखेरि डायगोनललाई डायगोनलसँग मल्टिप्लाई गर्छौँ अनि एड गर्छौँ। जस्तो कि 8 छक 48, अब 5 तिहाई 15, यो अब जोडिदिन्छौँ। अब जोड्दाखेरि हाम्रो कति आयो भन्दाखेरि 63 आयो। अब 63 लाई अब हामी के गर्छौँ भन्दाखेरि यसलाई हामी यसमा जोड्छौँ। अब जोड्ने कसरी त? जोड्ने अब हामी यसमा सुरुको फर्स्ट डिजिट छोड्ने अनि अब 63 लेख्ने 0, अब 336 30, यो भयो हाम्रो एन्सर। अब नेक्स्ट क्वेसन हेरौँ। नेक्स्ट क्वेसनमा के छ भने 75 × 24 छ। अब यसमा पनि त्यस्तै 5 चौको 20, सुरुकोलाई सुरुसँग मल्टिप्लाई गरे, अब सेकेन्डकोलाई सेकेन्डसँग 7 का 7 दूनी 14, ठीक छ। 14 7 को 14 आयो हैन। अब हाम्रो सेकेन्ड स्टेप के छ भने यसलाई योसँग मल्टिप्लाई गर्नु पर्यो। 7 चौको 28 प्लस 5 दूना 10, यो भनेको हाम्रो 38 आयो, ठीक छ। अब 38 लाई हामी एउटा डिजिट छोडेर जोडिदिनु पर्यो। 8 2 10 0 हात लगाले 8 1, हाम्रो 1800 एन्सर भयो। साथीहरु अब नेक्स्ट क्वेसनमा यो हेरौँ। 81 × 96 81 × 96, ठीक छ। अब सुरुलाई सुरुसँग मल्टिप्लाई गरौँ। 6 9 8 72, अघि त सुरुमा दुईटा डिजिट आइरहेको थियो, अहिले एउटा छ। अब के गर्नु पर्यो भन्दाखेरि यसमा के गर्नु परेन, सुरुमा नि मल्टिप्लाई गर्दाखेरि सुरुसँग एउटा डिजिट आयो भने त्यसलाई हामी दुईटा बनाउनु पर्यो। दुईटामा कसरी बन्छ? एउटा 0 थप्ने, ठीक छ। अब फेरि अब त्यही स्टेप अघिकै स्टेप गर्नु पर्यो। 8 7 48 9 9 1 9, ठीक छ। अब यसलाई जोड्नु पर्यो भनेपछि यो कति हुन्छ? 9 7 हातले यो भनेको 57 भयो, ठीक छ। अब 57 यहाँ जोडिदिनु पर्यो। 6 7, यो भनेको हाम्रो एन्सर आयो, ठीक छ। अब यो क्वेसनको एन्सर तपाईहरु बिना क्याल्कुलेटरको युज गरिकन कमेन्टमा दिनु होला। थ्यांक यू।